हेलो गाइस यता 1300 छ त बाटो अरे यतै 600 छ बाटो त को त अमेरिका जाने बाटो त हैन ल यो त हेलो गाइस हमरा जाइसर भर्सेस तगारेको कम्पिटिसन गइरहेको छ चारो खोज्नुमा म चाहिँ कसको पक्षदेखि अब हेरौँ गाइजहरु तगारे भर्सेस जाइसर उता हेर्नु नि त्यो रुखमा देखि चढेर तगारेको सन्तानहरु यही नै म त चारो खोज्नु आएको हेलो गाइस मेरो चाहिँ हेर्नुहोस् फेरि म चाहिँ एकदम सही सलामत छु के गाइस ए तिमीले लडेको दामी हुन्छ नि यहाँनेरि ओरालोमा कुनैमा त गम्बुट चिप्लेर झर्छ मै पो लड्छु जस्तो लागिरहेछ हरान गरिन्न धेरै नबोल भोक लाग्यो भने अब बोल्छ ए ए ए हेलो तेर्सो हिँड्नु त यहाँ नहिँड्ने ऊ अब हिँड्नु नि बाटो जहाँ छ सफा छ हिँड्नु बल्ल तेर्सो आइसकेको छौँ हामी प्रत्यक्ष रूपमा गाइजहरु हामीले यो चाहिँ अब 2 महिनासम्म पुग्छ कि आइ पुग्छ नि अब किनभने अब हाम्रो चाहिँ साइडमा सुँदुर बङ्गुर ब्याउने कुरा चलिरहेछ यहाँ त्यसलाई हाम्रो लिम्बू भाषामा चाहिँ फाच्चा भनिन्छ भने नेपालीमा चाहिँ सुँगुल इंग्लिशमा बँदेल इंग्लिशमा पिक म यहाँ हेर्नुहोस् अहिले पनि लडेको छ हैन बाटो यति हो कि कताको बाटो अब पोहरै पुग्ने बरियो थाहा पाइसक्यो कि पोहरै पुग्यो गाइजहरु त्यतादेखि आउनु ल म यताबाट गइरहेछु म त बाटो चेन्ज गरेको छु बाटो चेन्ज गरेर हिँडेको म चाहिँ यता अब यता पनि बढे लिनु परेछ मान्छे हिँड्ने परिरहेछ फस्यो मान्छे डरे फस्यो गाइजहरु म चाहिँ आइगा ल मेरो पनि बाटै हरायो गाइजहरु म पनि त्यतै ओ धमासा डाल्न छ क्या गाइजहरु ठुक्का बाटै बिर्सेँ नि मैले फेरि सम्झना बिर्सना सलललला ननमरे फिस ललललला मायाको डोरीले तिमीले बाँधौ ला 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 ओ ला ओइ झन्दै गयो